आमा, तपाईँ कहाँ हुनुहुन्छ? मलाई किन कसैले माया गर्दैन? उसले मनमनै सोध्थ्यो। कहिलेकाहीँ उसले आमाको सपना देख्थ्यो। सीता मुस्कुराउँदै उसको नाम बोलाइरहेकी हुन्थिन्। अर्जुन दौडेर जान्थ्यो, तर अचानक सपना टुट्थ्यो। बिउझदा उसको तकिया आँसुले भिजेको हुन्थ्यो, तर घरमा उसको आँसु पुछिदिने कोही थिएन। गाउँका मानिसहरूले बिस्तारै परिवर्तन देख्न थाले। अर्जुन पहिले भन्दा दुब्लो देख्न थाल्यो, तर गाउँको समाज यस्तै थियो। अरूको घरको कुरा कसैले खुलेर बोल्दैनथे। सबैले देखेर पनि नदेखे जस्तो गर्थे। यसरी बाहिर शान्त देखिने त्यो सानो घरभित्र एउटा निर्दोष बालकको जीवन चुपचाप पीडामा डुबिरहेको थियो। अर्जुनलाई अझै थाहा थिएन कि यो त केवल सुरुवात मात्र हो। उसको जीवनमा अझ ठूला परीक्षा आउँदैछन्, तर अहिलेका लागि ऊ केवल एउटै कुरा चाहन्थ्यो, थोरै माया, थोरै अपनत्व र आमाको जस्तो न्यानो काख। बिहानको चिसो हावासँगै सेती खोला गाउँ फेरि बिउजिन्थ्यो। अरू घरहरूमा बिहानको चहल पहल सुरु भइसकेको हुन्थ्यो, तर हरिप्रसादको घरभित्रको वातावरण भने